सिङ्गापुरमा हुने एसियन क्वालिफायर गेममा नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिङ्गापुरतर्फ लागेको छ। सम्पूर्ण पुराना खेलाडी कुशल भुर्तेल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरीको क्याप्टेनसिपमा, जसमा सन्दीप जोरा, गुलसन झाहा र ललित राजवंशी बाहेक अरू सम्पूर्ण पुरानो खेलाडीहरू भएका छन्, जसमध्ये अहिले कुशल मल्लले ठाउँ बनाएका छन्। अनि त्यसै गरी अर्को लोकेश बमले ठाउँ बनाएका छन्, सन्दीप जोराले ठाउँ बनाएका छन्। त्यस्तै गरी स्पिनरमा शाह आलमले कमब्याक गरेका छन् भने ललित राजवंशी र गुलसन झाहा किन टिममा अटाएका छैनन् र किन अटाएका छैनन् भन्ने कुरा कोच स्टुडलले खुलस्त भनेका छन्। उनले भनेका छन् कि उनीहरूलाई अब अपकमिङ नेदरल्यान्ड CWC लिग सिरिजको लागि चाहिँ उहाँ युज टु हुन्छ भनेर उनलाई चाहिँ EU बेल्जियममा T20 खेल्नको लागि पठाइएको छ। ललित राजवंशी, ईशान पाण्डे अनि गुलसन झाहा जस्तो प्लेयरहरूलाई चाहिँ उसमा राखिएको छैन T20 स्क्वाडमा। अनि अब T20 स्क्वाडमा टिम नेपाल सिङ्गापुरसँग लागिसकेको छ। पहिलो गेम भनेको चाइनासँग मे 31 को रहेको छ। अनि त्यो दोस्रो गेम भनेको जुन 1 को कतारसँग रहेको छ। अनि त्यसपछि चाहिँ मलेसियासँग खेल्छ कि खेल्दैन, खेल्छ होला। 3वटा गेम पछि चाहिँ सिधै टप 4 मा हुनेछ। टप 4 मा गएको टिम चाहिँ जापानमा हुने, अब 3-4 महिनापछि जापानमा हुने एसियन क्वालिफायरमा चाहिँ, जसमध्ये इन्डिया, पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान, बङ्गलादेश जस्तो टिमसँग चाहिँ अनि त्यहाँ खेल्नेछ टिम नेपाल। अहिलेको लागि चाहिँ नेपाल क्वालिफायर मात्र खेल्नेछ। टप 4 मा भइसकेपछि क्वालिफायर हुनेछ। अनि सेमिफाइनलका गेमहरू अनि फाइनलका गेमहरू पनि नेपालले अब खेल्छ नै जित्छ भन्नाले अब यो स्तरमा क्रिकेट खेलेर आएको, इङ्ल्यान्डसँग प्रतिस्पर्धा क्रिकेट खेलेको टिमले चाहिँ अहिले गएर यो सिरिजमा चाहिँ चाइनासँग, मलेसियासँग अनि कतारसँग, ओमनसँग चाहिँ हारेर आउला भन्न चाहिँ मिल्दैन। सेमिफाइनलतिर अलिकति टफ टिम भेटिन सक्छ, फाइनलतिर अलिकति ओमनहरू भेटिन सक्छ, तर फाइनल चाहिँ जित्नु नै पर्छ। T20 मा खेलिरहेको छ। आज इन्डोनेसिया र नेपालको गेम थियो ओमनको, त्यो पनि लास्ट ओभरसम्म गएर सीताराणा मगरले जितायो। नेपाल अनबिटेन सेमिफाइनलमा पुगेको छ। त्यो पनि मलेसियामा भएको छ टुर्नामेन्ट, त्यो पनि एसियन क्वालिफायर समथिङ नै हो। अनि यता पुरुषको चाहिँ एसियन गेम हो यो चाहिँ, जो लास्ट 3 वर्ष पहिला मङ्गोलियालाई कुशल मल्लले र दिपेन्द्र सिंह ऐरीले रेकर्ड बनाएको थियो। त्यस्तै यो चाहिँ क्वालिफायर खेल्यो, उतिर क्वालिफायर होइन, त्यो टुर्नामेन्ट नै हो। अब यो क्वालिफायरबाट टप 4 मा पर्ने टिम चाहिँ सिधै एसियन गेम खेल्न जापानमा चाहिँ अब 3 महिनापछि हुँदैछ, त्यसमा चाहिँ समावेश हुन पाउनेछ। अनि त्यसपछि त्यो टुर्नामेन्टमा चाहिँ अब फेरि इन्डियाहरू, फेरि ठुल्ठुलो टोलीहरू आउनेछ। अनि त्यहाँ चाहिँ हामीले फेरि हाम्रो दादाहरूको प्रदर्शन खुलस्त देख्न पाउनेछौँ। तर आज नेपाली स्पोर्ट्स फ्यानहरूको लागि UFC MMA च्याम्पियनसिप रविन्द्र ढाँटले खत्रै खेल्यो। फिलिपिनको त्यो आफ्नो अपोनेन्टलाई चाहिँ पानी पनि भन्न नदिएर धोबी ब्याक टु ब्याक पन्च हानेर नकआउट बनाइदियो। त्यस्तो खतरा खेलाडी, अनि त्यो खुसीको कुरा। अनि अर्को नेपालको महिला टोलीले पनि ठक्क जित निकाल्यो। अनि अर्को कुरा हाम्रो पुरुष टोली चाहिँ प्रस्थान गरेको छ। जस अब राम्रो भइरहेछ क्रिकेटहरू, स्पोर्ट्सहरू, र जस प्राउड गर्ने चिजहरू चाहिँ अहिले पछिल्लो समयमा चाहिँ नेपालले उगरिरहेको छ, बनाइरहेको छ। जय देश, जय क्रिकेट।